सो यो इन्कन्सिस्टेन्सीलाई चाहिँ हैन हामीले रिमुभ गर्नको लागि चाहिँ के आइदियो भन्दाखेरि चाहिँ क्यास कोहेरेन्स भनेर आइदियो। ओके, सपोज यो प्रोसेसर P1 हो। ओके, सो योसँग चाहिँ के हुने भयो, एउटा आफ्नो कोर हुने भयो। ओके, यसको यहाँनिर के हुने भयो, एउटा क्यास हुने भयो। यो हामीले अगाडि बुझिसक्यौँ। सो अर्को नि एउटा यहाँभित्र के हुने भयो, क्यास हुने भयो। यो L1 क्यास हुने भयो, यो L2 क्यास हुने भयो। ओके, सो L2 क्यास चाहिँ अलिक के हुन्छ, स्लोर हुन्छ। L1 क्यास चाहिँ अलिक के हुन्छ, फास्ट हुन्छ। यो डिफ्रेन्ट यसको र यसको चाहिँ डिफ्रेन्ट क्लक स्पिडहरू हुन्छ। ओके, क्यास कोहेरेन्स के को बिचमा हुन्छ, अब हामीले यहाँ नोटिस गर्यो भने तिमीहरूले हैन, यहाँनिर यसको मुनि के थियो, सेयर्ड मेमोरी थियो। ठिक छ, बल्ल के थियो, हाम्रो मेन मेमोरी ऱ्याम थियो। ओके, सो यस्तो हामीसित के छ, प्रोसेसरहरू मल्टिपल छ। ओके, सो मल्टिपलको यो डिजाइन के हुने भयो, सेम हुने भयो। ओके, सो यो हुँदाखेरि हामीसित हेर त इन्टरनली के छ, दुईटा क्यास छ। यता पनि इन्टरनल दुईटा क्यास हुने भयो, यता पनि दुईटा क्यास हुने भयो। र अर्को के छ, हाम्रो सेयर्ड मेमोरी भनेर छ, यो तिनटाको लागि भनेर एउटा के छ, सेयर्ड मेमोरी छ। ओके, सो अब क्यास कोहेरेन्स केमा हुने भयो भन्दाखेरि चाहिँ पहिला त यो यसको इन्टरनल क्यासेहरूको बिचमा। ठिक छ, अर्को यो क्यासे र अनि यो सेयर्ड क्यासको बिचमा। ओके, सो यसलाई रिमुभ गर्नको लागि चाहिँ हामीसित के छ, दुईटा एप्रोचेसहरू छ, बोथको लागि, बोथ क्यास कोहेरेन्सको लागि। ठिक छ, सो के को लागि, एउटा त इन्टरनलको लागि अनि अर्को चाहिँ यो कमन सेयर्ड भएको बिचमा।